वैदेशिक रोजगारीको सिलसिलामा विदेशी बाध्य प्रवासी नेपालीहरूको सुख दुःखको भारी बिसाउने साझा चौतारी पीएनएन अनलाइन रेडियो तथा भिडियोमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार, यो पीएनएन अनलाइन रेडियो हो। प्रत्येक हप्ताको शुक्रबार प्रसारण हुने यस कार्यक्रममा यहाँले प्रवासी गतिविधि सुन्ने क्रममा प्रवासमा आगामी हप्ता नेपालीहरू र नेपाली संघ संगठनहरूले कहाँ कहाँ के गर्दैछन् सो सम्बन्धी जानकारीको साथमा शिक्षा, सूचना, सन्देश र चेतनामूलक पीएनएनको एक उत्कृष्ट कार्यक्रम अभियान सुन्न सक्नुहुनेछ। यो कार्यक्रम रेकर्ड गर्दा गर्दै म साउदी अरेबियाको दमामबाट बोलिरहेको छु। तपाईलाई अभियान कार्यक्रमको 89औं श्रृङ्खलामा हार्दिक स्वागत छ। आज तपाईले यस श्रृङ्खलामा एकजना उदयमान गजलकार मित्र खगेन्द्र अधिकारी ज्यूसँगको साक्षात्कार कार्यक्रम सुन्न सक्नुहुनेछ। यो कार्यक्रम पीएनएनको प्रस्तुति हो। यहाँले यो कार्यक्रम निम्न वेबसाइटहरू pnntv.blog.com, प्रवासीनेपाली.com, सृजनाकालहरहरू.com, हाम्रो संसार.net, खबरसाइट.com, dcnepal.com, हाम्रो समाज.net, नेपालकुवेत.com, पाखरीबास.com.np, नेपालअरब.com, gnlf.blog.com, scotnepal.com, emakalu.com, canadaNepal.net, nepalmother.com, pnnradio.blog.com, दैलेखी.सृजनाकालहरहरू.com, नवीननेपाल.com को साथसाथै सामाजिक सञ्जालहरू नेट नेपाल, नमस्ते मित्र, सङ्गालो, गुगल प्लस, फेसबुक र युट्युब मार्फत पीएनएन अनलाइन रेडियो टाइप गरी हाम्रो कार्यक्रम विश्वको जुनसुकै स्थानबाट चाहेको समयमा सिधै वा डाउनलोड गरेर सुन्न तथा हेर्न सक्नुहुनेछ। त्यसै गरी यो कार्यक्रम प्रत्येक दिन पीएनएन टिभीबाट हेर्न र हाम्रो संसार अनलाइन रेडियोबाट सुन्न सक्नुहुनेछ। हामी समाजमा घट्ने विकृति र विसङ्गतिको पर्दाफास गर्दै तपाईको समस्या सम्बन्धित निकायसम्म पुर्याउन प्रयासरत अनि प्रतिबद्ध छौँ। हामीलाई चाहिन्छ तपाईहरूको साथ र सहयोग। हाम्रो संसार अनलाइन रेडियो र पीएनएन अनलाइन रेडियोको संयुक्त प्रस्तुति हेलो हाम्रो चौतारी, तपाईको सुख दुःखको भारी बिसाउने साझा चौतारी कार्यक्रम सुन्नुहोस्, मन प्रफुल्ल बनाउनुहोस् अनि पुरस्कार जित्नुहोस्। प्रत्येक हप्ताको बिहीबार दिनको 3 बजेबाट मात्र हाम्रो संसार अनलाइन रेडियो र पीएनएन अनलाइन रेडियोमा लगन गर्नुहोस् www.hsradio.hamrosansar.net र www.pravasinepali.com। सूचना, सन्देश, जानकारी तथा चेतनामूलक कार्यक्रम अभियानको साथ म तपाईँ सामु उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सागर श्रेष्ठको यहाँलाई हार्दिक स्वागत छ। देश विदेशको ताजा पलपलको समाचार, साथमा सन्देश, शुभकामना, रोचक जानकारी, शायरी, जोक, हास्य व्यङ्ग, चेतना र मनोरञ्जनपूर्ण कार्यक्रम
प्रत्येक बिहिबार प्रत्यक्ष प्रसारण हुने हेलो हाम्रो चौतारी कार्यक्रममा प्रसारण हुनेछ। लगन गर्नुहोस् www.prabasiNepali.com र www.hsradio.hamrosansaar.net। यस कार्यक्रममा तपाईले आफ्नो सृजना सुनाउनुको साथसाथै तपाईको सुख दुःख शेयर गर्दै रोचक जानकारी प्रस्तुत र आफूलाई मन परेको गीत सुन्न अनि सुनाउन सक्नु। हाम्रो संसार अनलाइन रेडियो तपाईको हर पलको इन्टरनेट साथी। देश विदेशको ताजा समाचार, गीत संगीत, रोचक जानकारी, विज्ञान प्रविधि, हास्य व्यङ्ग्य आदि। मनोरञ्जन र चेतनाको लागि हाम्रो संसार अनलाइन रेडियो। एउटा अटुट अनि विश्वास निरन्तर यात्रामा हाम्रो संसार अनलाइन रेडियो। चौबीसै घण्टा तपाईहरूको साथ हाम्रो संसार अनलाइन रेडियो। अब हामी तपाईलाई प्रवासी गतिविधि सुन्ने क्रममा प्रवासमा आगामी हप्ता नेपालीहरू र नेपाली संघ संगठनहरूले कहाँ कहाँ के गर्दैछ सो सम्बन्धी जानकारी दिँदैछौँ। सिर्जनाका लहरहरू। अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू। विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू। नेपालको रामेछाप जिल्लाबाट वैदेशिक रोजगारी एवं व्यवसायको सिलसिलामा मित्र राष्ट्र कतारमा रहँदै आउनुभएका रामेछापवासीहरू बीच आपसी सद्भाव र समन्वय गर्दै रामेछाप दोहा सम्पर्क समाज आउँदो 2012 अगस्त 3 का दिन ठिक 11 बजे जेद्दा टावरको नजिकै भेला हुन गइरहेकोले सम्पूर्ण रामेछापवासी बुद्धिजीवी समाजसेवी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस भेलामा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं। रामेछाप दोहा सम्पर्क समाज। तपाईको आवाज हाम्रो आवाज, आवाज विहीनहरूको आवाज, कार्यक्रम हाम्रो आवाज, प्रवासी नेपाली नेटवर्क PNN को आवाज, तपाईँ हामी सबैको आवाज। यो हो कार्यक्रम हाम्रो आवाज। वार्षिक वनभोजको हार्दिक निमन्त्रणा। आदरणीय बाल्टिमोर भर्जिनिया तथा DC निवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। निम्न मिति, समय र स्थानमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाको वनभोज कार्यक्रम हुन गइरहेकोले उक्त वनभोजमा यहाँहरूको गरिमामय सहभागिताको लागि बाना कार्य समिति हार्दिक अनुरोध गर्दछ। वनभोज निःशुल्क गर्न लागि पहिलो पटक भएको कुरा समेत सहर्ष जानकारी गराइन्छ। कार्यक्रम बाना वार्षिक वनभोज कार्यक्रम मिति अगस्त 5, 2012 आइतबार। समय बिहानको 11 बजे। स्थान गन पाउडर फल्स स्ट्रीट पार्क।
जो हाँस्न जान्दैन ऊ बाँच्न जान्दैन। सागर श्रेष्ठको प्रस्तुति एउटा रमाइलो हास्य व्यङ्ग्य कार्यक्रम फन टाइम। आउनुहोस् हाँसौँ अनि हँसौँ, निरोगी भई जिउ। प्रत्येक आइतबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म मात्र हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोमा कार्यक्रम फन टाइम। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो विभिन्न सङ्घ संगठनहरूले प्रवासमा आगामी हप्ता कहाँ के गर्दैछ सो सम्बन्धी जानकारी। अब हामी तपाईलाई पिएनएन अनलाइन रेडियोको शिक्षा, सूचना, सन्देश र चेतनामूलक नियमित प्रस्तुति अभियान कार्यक्रमतर्फ लाँदैछौँ। पिएनएन अनलाइन रेडियोको प्रस्तुति पाक्षिक रूपमा सञ्चालन भइरहेको एउटा छुट्टै कार्यक्रम अभियान। हजुर, तपाईहरूका समस्या तपाईहरूकै आवाजमा प्रत्यक्ष रूपमा राजदूतसँग पुर्याउने एकमात्र कार्यक्रम अभियान। प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। इमेल ठेगाना info@प्रवासीनेपाली.com, info@सिर्जनाकालहरहरू.com। आदरणीय श्रोताहरू, आज हामी हाम्रो नियमित प्रस्तुति अभियानमा एकजना उदयमान गजलकार मित्र खगेन्द्र अधिकारीसँगको साक्षात्कार यहाँहरू सामु प्रस्तुत गर्दैछौँ। अबको प्रस्तुति अभियानमा नेपाल र नेपालीलाई विश्वको जुनसुकै स्थानमा भए पनि जोड्ने नमस्ते मित्र.com नेपालद्वारा निर्मित नेपालीका लागि सामाजिक सञ्जाल नमस्ते मित्र.com, नेपाली समाजको लागि नेपाली फेसबुक नमस्ते मित्र.com। यस सामाजिक साइटमा तपाईले आफ्ना साथीहरूलाई एड गर्दै पेज, ब्लग बनाउनुको साथसाथै फोटो, भिडियो अपलोड गर्न सक्नुहुनेछ। साथमा टुल, फोरम, हाजिर जवाफ एप्लिकेसन आफै बनाउन सक्नुहुनेछ। आफूलाई मन परेको र आफ्नो गीत सङ्गीत अपडेट गर्न सक्नुको साथै कुनै पनि जानकारी सेयर गर्न सक्नुहुनेछ। तपाईको आफ्नो प्रोडक्ट छ भने पनि बेच्न सक्नुहुनेछ। यो सबै जानकारी एउटै सामाजिक सञ्जाल नमस्ते मित्र.com लगन गर्नुहोस्। नमस्ते मित्र.com नेपालीका लागि नेपालीद्वारा निर्मित तपाईको हर पलको इन्टरनेट साथी नमस्ते मित्र.com। आदरणीय श्रोताहरू, पिएनएन अनलाइन रेडियोको नियमित प्रस्तुति अभियानमा आज हामीले एकजना त्यस्ता व्यक्तिसँग साक्षात्कार गर्दैछौँ। प्रवासको बसाइमा एउटा छुट्टै आफ्नो परिचय बनाउन सफल हुनुभएको गजलकार मित्रसँगको साक्षात्कार आजको अभियानमा हामी प्रस्तुत गर्दैछौँ। उहाँ हुनुहुन्छ उदीयमान गजलकार खगेन्द्र प्रसाद अधिकारी अमृत। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। खगेन्द्रजी, यहाँलाई साउदी अरेबियाको बसाई कतिको फलिफा भइरहेको छ? समग्रमा भन्नुपर्दा साउदी अरेबियाको बसाइदेखि व्यक्तिगत रूपमा म सन्तुष्ट छु। देश विदेशमा बस्ने क्रममा, वैदेशिक रोजगारमा आफ्ना दिनचर्याहरू बिताउने क्रममा धेरैजना साथीहरूले दुःख सुखहरू भोगिराख्नु भएको छ। ती दुःख सुख भोग्ने अन्तर्गत म पनि त्यस्तै दुःख सुखहरू भोग्दैछु। मानसिक रूपमा जस्तो भए पनि शारीरिक रूपमा म सन्तुष्ट छु। सरजी, तपाईँ एउटा उदयमान गजलकार पनि हुनुहुन्छ। खास गरी यहाँले यो गजल विधा नै किन रोज्नु भयो? त्यो त कस्तो छ भने, जब म साहित्यिक क्षेत्रमा लागेँ, मेरो विद्यार्थी जीवनकालदेखि नै म साहित्य क्षेत्रमा झुकाव राख्ने एउटा साहित्यको विद्यार्थी हुँ र सबभन्दा पहिला मेरो रुचिको विषय भनेको कविता हो। म सुरुमा कविताहरू लेख्ने र हाई स्कुलमा भएका विद्यालय स्तरीय कविता प्रतियोगिताहरूमा कवितामा भाग लिने क्रममै एकचोटि मलाई मेरो बुवा, जो मेरो शिक्षक गुरु पनि हुनुहुन्छ,
उहाँले नै एउटा गजल लेखेर हाम्रो एउटा कविता प्रतियोगिता थियो, त्यो कविता प्रतियोगितामा त्यो गजल चाहिँ प्रस्तुत गर्नुभएको थियो। वास्तवमा म मेरो बुवाकै गजलबाट म प्रभावित भएर गजल क्षेत्रमा लागेँ र मोतीराम भट्टले नेपालमा भित्र्याएको जुन गजल विधा छ त्यो गजल विधाले एउटा छुट्टै खालको फड्को मार्यो, जसको श्रेय म गजल सम्राट ज्ञानुवाकर पौडेललाई पनि दिन्छु। त्यो ज्ञानुवाकर पौडेलले उराल दिएको गजलको बाढीमा म पनि बगेको हुँ जस्तो लाग्छ। यहाँको बाल्यकालतर्फ फर्क्यौँ एकचोटि। यहाँको बाल्यकाल कसरी बित्यो? समग्रमा भन्नुपर्दाखेरि मेरो बाल्यकाल खासै त्यति दुःखद रहेन, किनभने म गाउँमा पहाडी मुलुकमा, त्यो पनि विकट दैलेख जिल्लामा रहे पनि एकजना शिक्षकको छोराको हैसियतले होला कहिल्यै पनि मैले कुनै पनि कुरामा अभाव झेल्नु परेन, चाहे त्यो खानाको लागि होस्, चाहे त्यो लाउनको लागि होस्, अथवा कापी कलम किन्नको लागि होस्। र जहिले पनि मैले भनेको कुरा मेरो बुवा आमाले पुर्याउनुहुन्थ्यो। सायद त्यसैले होला बाल्यकालमा मैले दुःखको अनुभव भन्ने कुरा गर्न पाइनँ। यहाँ वैदेशिक रोजगारको क्रममा विदेश पलायन हुनुभयो, मलेसिया पनि पुग्नुभयो, मलेसियाबाट फर्केर फेरि साउदी अरेबिया आउनुभयो। साउदी अरेबियामा आइसकेपछि साहित्यिक क्षेत्रमा यहाँ निकै अगाडि बढेको हामीले पाएको छौँ। विदेशमा साहित्य क्षेत्रमा लाग्नु कतिको सजिलो छ? सागरजी एकदमै गहन विषयसँग प्रवेश गर्नुभयो तपाईँले। साहित्यमा लाग्ने इच्छा हुँदाहुँदै पनि, साहित्यमा केही गरौँ भन्ने जोस र जाँगर हुँदाहुँदै पनि ती मनलाई कुण्ठित बनाएर राख्नुपर्ने बाध्यता विदेशमा छ। त्यसमा पनि सङ्गत गुनाको फल भनेर भन्छन् नि, त्यो सङ्गत गुनाको फल जस्तै भयो मलाई साउदी अरेबियामा। जब म साउदी अरेबियामा प्रवेश गरेँ, म आफ्नो वैदेशिक रोजगारको लागि साउदी अरेबियामा आएको थिएँ। वैदेशिक रोजगारीका दिनहरू बिताउँदै गर्दाखेरि पनि म अवश्य पनि साहित्यबाट अछुतो त रहने थिइनँ, तैपनि समग्रमा एकजना जो सूचनाको क्षेत्रमा काम गर्ने मित्रसँग भेट भयो। त्यो मित्रको सँगको भेटले मलाई मेरो साहित्यिक यात्रालाई साउदी अरेबिया जस्तो ठाउँमा, यो कठोर कानुन भएको देशमा, यो प्रचण्ड गर्मी भएको देशमा पनि शीतलता दिने प्रयास गर्यो। र मैले जति लेख्ने गर्छु, कहिलेकाहीँ राति पनि लेख्छु, कहिलेकाहीँ बाटोमा हिँड्दा पनि लेख्छु, कहिलेकाहीँ ड्युटीमा बसेर सोचिरहेको कुरा लेख्न पाउँदिनँ, त्यो त्यत्तिकै बिर्सेर जान्छ। साहित्य भन्ने कुरा जति बेला फुट्छ त्यति बेला लेख्न सकेन भने पछि त्यो अटोमेटिकली चाहिँ बिर्सेर जान्छ। त्यसरी नै मैले आफ्ना साहित्यिक दिनहरू अगाडि बढाएको छु भने मैले गरेका जुन साहित्यिक प्रस्फुटनहरू छन् ती प्रस्फुटनलाई मिडिया मार्फत बाहिर ल्याउने जुन जोमर्को भएको छ साथीहरूबाट, र त्यो अन्तर्गत एकजना अब तपाईँ पनि हुनुहुन्छ प्रवासी नेपाली .com ले जुन गुण लगाएको छ त्यसले पनि मलाई साहित्यिक यात्रामा हिँड्नलाई सहज वातावरणको सिर्जना गरेको छ। हामी विगत 2-3 वर्षदेखि सहकार्य गरेर सँगसँगै अगाडि बढिरहेको छौँ र यहाँ सहकर्मी मित्र हुनुहुन्छ। हामी पिएनएन अनलाइन रेडियो, पिएनएन टेलिभिजन भनौँ या सिर्जनाका लहरहरू भनौँ, जुनसुकै प्रोग्राममा हामी सहकार्य गरेर अगाडि बढिरहेको छौँ। र आज एउटा सहकर्मी मित्रसँग अर्को सहकर्मी मित्रले साक्षात्कार गरिरहेको अवस्था छ। यो अवस्थामा यहाँलाई कस्तो लागिरहेको छ? सागरजी, अब हामी जसरी सञ्चारको क्षेत्रमा, साहित्यको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्यौँ, त्यो सहकार्य गरेर अगाडि बढ्ने क्रममा हाम्रो आफ्नै सञ्चार मिडियाको लागि म पहिलोचोटि तपाईँसँग साक्षात्कार गर्दैछु। यो साक्षात्कार गर्दाखेरि एउटा छुट्टै अनुभूति भएको छ। त्यो कस्तो हुँदो रहेछ भने म आफ्नै मिडियाहरूमा यसरी साक्षात्कार गरेर आफ्नै स्वरहरू सम्पूर्ण श्रोताहरूमाझ यसरी पुर्याउन पाउँदाखेरि पनि अथवा मेरो छुट्टै खालको फिलिङ चाहिँ महसुस गरेको छु मैले। यहाँ जब विदेश पलायन हुनुभयो मलेसियामा रहँदाखेरि जुन मिडियामा आउनु पर्ने थियो, यहाँको गजलहरू, यहाँको लेख रचनाहरू, यहाँको नाम सुन्न पाएको थिएन। तर साउदी अरेबिया आउनु भएको थोरै समयमा यहाँ मिडियामा यति प्रख्यात हुनुभयो, त्यसको पछाडि के छ? त्यसको पछाडि के छ भने सबभन्दा त यो प्रविधिको एउटा विकास पनि हो। जति बेला म अब मलेसिया खासै विदेश पलायन भएको त्यस्तो भन्दा पनि वैदेशिक रोजगारको सिलसिलामा 3 वर्ष जुन मैले मलेसियामा दिनहरू बिताएँ, त्यो दिनहरू बिताउँदाखेरि त्यहाँ पनि श्रम साप्ताहिक पत्रिकामा मेरा गजलहरू र मैले लेखेका सानातिना लेखहरू जे होस् म सकेसम्म आफ्नै भूमिको लागि, नेपाली भूमिको बारेमा लेख्ने प्रयास गर्थेँ। ती लेखहरू प्रकाशित भएका थिए। जब साउदी आएँ
साउदी आइसकेपछि सञ्चार मिडियाको फड्को यति मरिसकेको छ यति बेला, जताततै सञ्चार मिडियाले पहुँच पुर्याउन सफल भएको छ। त्यो पहुँच पुर्याउन सफल हुनु एकातिर एउटा पाटो रह्यो, अर्कोतिर के भयो त भन्दा सञ्चार मिडियासँग काम गर्ने मान्छेहरूसँगै मेरो सहकार्य हुनु पनि एउटा अर्को उपलब्धि हो। त्यो उपलब्धिले गर्दा मैले गरेका जुन साहित्यिक रचनाहरू छन् ती रचनाहरू मिडियामा सहज तरिकाले सम्पूर्ण मिडियामा आफ्नो पहुँच राख्न सक्ने साहित्य प्रेमी पाठकहरू कहाँ, साहित्य प्रेमी श्रोताहरू कहाँ पुग्न सफल भएका हुन् भन्ने मलाई लाग्छ। यहाँले यस्तो एउटा अविस्मरणीय क्षण बताइदिनुहोस् न जुन जीवनमा तपाईँले कहिले पनि बिर्सन सक्नुहुन्न। अविस्मरणीय क्षणहरू त मान्छेको जीवनमा धेरै पनि हुन्छन् र धेरै कुराहरू बिर्सन नसकिने कुराहरू पनि हुन्छन्, तर साउदी अरेबियाको बसाइको क्रममा मैले बिर्सनै नहुने कुरा, जब साउदी अरेबियाबाट हामीले आजभन्दा करिब 2 वर्ष अगाडि विश्व नेपाली साहित्य महासङ्घको शाखा स्थापना गरेका थियौँ। त्यो शाखा स्थापना गर्ने क्रममा केन्द्रीय पर्यवेक्षकको रूपमा सागर श्रेष्ठजीले हामीलाई साहित्यसँग सम्बन्धित जुन हाम्रो भेला थियो त्यो भेलामा म त्यति बेला अध्यक्ष चुनिएको थिएँ र हामीलाई समग्रमा अनलाइन मार्फत धेरै साथीहरू उपस्थित हुनुहुन्थ्यो, हामीलाई गोपनीयताको शपथ खुवाउनु भएको थियो। त्यो क्षण म कहिले पनि बिर्सिदिनँ। यहाँले विश्व नेपाली साहित्य महासङ्घको कुरा उठाइरहँदाखेरि साउदी अरेबिया जस्तो ठाउँमा विश्व नेपाली साहित्य महासङ्घको स्थापना भएर अहिले आएर विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय वार्षिक उत्सवको पावन अवसर पारेर साउदी अरेबिया च्याप्टर एउटा 12 देशमा रहेको 14वटा च्याप्टर मध्येमा नम्बर 1 च्याप्टर सिलेक्ट भएको छ। यसलाई यहाँले कसरी हेर्नु भएको छ? सागरजी, यसमा कस्तो छ भन्नुहुन्छ भने साउदी अरेबिया आफैमा पनि एकदमै कठोर कानुन भएको देश र यहाँको भौगोलिक विकटताको कुरा गर्छु म। हाम्रो नेपालमा विकास नभएको कारणले विकटता भएको छ भने यहाँ विकास भएर पनि विकटता भएको छ। एक ठाउँबाट अर्को ठाउँमा साथीलाई भेट्नु पर्यो भने 1800 देखि 2200 किलोमिटरसम्म गाडीको यात्रा गर्नुपर्छ। त्यस्तो देशमा रहेर पनि हामीले जुन साहित्यको श्रीवृद्धि गर्नका लागि जुन जमर्को गर्यौं त्यो जमर्कोमा सम्पूर्ण साथीहरू जो विश्व नेपाली साहित्य महासङ्घको शाखा साउदी अरेबियाको पदाधिकारीमा हुनुहुन्छ, शाखा साउदी अरेबियाको पदाधिकारीले गरेका कार्यहरूमा पछाडिबाट होस्टेमा हैसियत गर्ने साथीहरू हुनुहुन्छ। ती साथीहरू र केन्द्रसँग समन्वय गर्ने साउदी अरेबियाको केन्द्रीय सदस्यको रूपमा सागरजी तपाईँ आफै पनि हुनुहुन्छ। तपाईँहरू सम्पूर्ण साथीहरूको देन, साथीहरूको लगाव र साहित्यप्रतिको माया जुन छ त्यो मायाको कारणले गर्दा साउदी अरेबिया शाखा उत्कृष्ट शाखा हुन सफल भएको हो, जसको मूल्याङ्कनमा विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिले पनि उचित मूल्याङ्कन गरेको छ भन्ने मैले ठानेको छु। तपाईँले विश्व नेपाली साहित्य महासङ्घको यो छनौट समितिलाई के भन्न चाहनुहुन्छ? कुन आधारमा साउदी अरेबिया शाखा उत्कृष्ट शाखा घोषणा गर्न सफल भएको हो जस्तो लाग्छ? आधारहरू प्रस्तुत गर्नुपर्दा त विश्व नेपाली साहित्य महासङ्घको जुन वेब पेज छ त्यो वेब पेजमा पनि साउदी अरेबिया शाखाले गरेका सम्पूर्ण कार्यहरू प्रमुख रूपमा त्यहाँ चाहिँ न्युजमा आइरहेको छ। साउदी अरेबिया शाखाले गरेका कार्यहरूमा अन्य मिडियाहरूमा पनि त्यसरी नै आइरहेको छ। अर्कोतिर साउदी अरेबिया शाखाले स्थापना भइसके पछाडि जुन कार्यहरू गर्दै आएको छ ती कार्यहरूको प्रवासी नेपाली.com को जुन PNN अनलाइन रेडियो छ त्यसले प्रत्यक्ष प्रसारण गरेर विश्वमा रहेका नेपालीहरू समक्ष पुर्याइदिएको छ। त्यो पुर्याइदिएको कारणले गर्दा सबैले त्यसलाई नजिकबाट निहाल्न पाउनु भएको छ भने साउदी अरेबिया शाखाले आफ्ना दैनिक दिनचर्याहरूको बावजुद पनि बचे खुचेको जुन समय छ त्यो समयलाई यसरी सिर्जनामा लगाएको छ जुन सिर्जना अन्य शाखाहरूमा भएका साथीहरूले जति गर्नुभएको छ त्यो दाँजोमा कम छैन र त्यो कम नभएकै कारणले गर्दा पनि अवश्य पनि केन्द्रले मूल्याङ्कन गरेको छ। जुन निष्पक्ष रूपमा साउदी अरेबिया शाखाले गरेको कार्यको मूल्याङ्कन गरेर साउदी अरेबिया शाखालाई उत्कृष्ट शाखाको रूपमा घोषणा गरेको छ। त्यो घोषणाले एकातिर साउदी अरेबियामा रहेका साथीहरू खुसी हुनु त छँदैछ, अर्को जिम्मेवारी के थपिदिएको छ भने आउँदा दिनहरूमा पनि त्यसलाई हामीले बचाइराख्नुपर्छ। त्योभन्दा अझ धेरै कार्यक्रमहरू लिएर अगाडि जानुपर्छ, धेरै साहित्यको सिर्जनाहरू गर्नुपर्छ भन्ने जिम्मेवारी थपेको छ। त्यो जिम्मेवारी पूरा गर्नका लागि म अहिले पनि कटिबद्ध छु। तपाईँ र तपाईँहरू जस्ता साथीहरूसँग हातेमालो गरिरहेको छु र गरिरहन्छु। जिम्मेवारी थपिने क्रममा साउदी अरेबिया च्याप्टर एउटा नम्बर 1 च्याप्टर भएको छ र भावी दिनमा पनि यो नम्बर 1 लाई अझै निरन्तरता राख्नलाई धेरै कठिन कामहरू हामीले गर्नु छ, त्यो आफ्नै ठाउँमा छ। त्यसको साथसाथै विश्व नेपाली साहित्य महासङ्घ भित्र रहेका सदस्यहरू मध्येमा उत्कृष्ट सदस्य पनि यहाँ चुनिन सफल हुनुभएको छ।
यसलाई यहाँले कसरी हेर्नु भएको छ? सागरजी, यो मेरो एकातिर खुसीको कुरा हो। मलाई विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिले साउदी अरेबियामा रहेर नेपाली साहित्यको श्रीवृद्धि गर्नका लागि जुन कामहरू मैले गर्न सफल भएको छु, जुन साथीहरूसँग हातेमालो गर्न सफल भएको छु, जुन साथीहरूले मलाई साथ दिनुभएको छ, ती साथीहरूको पाएको साथलाई मूल्याङ्कन गरेर मलाई उत्कृष्ट सदस्यमा घोषणा गरेको पक्का पनि हो। मभन्दा धेरै अग्रज साहित्यकारहरू पनि हुनुहुन्छ जसले नेपाली साहित्यमा विद्यावारिधि गरिसक्नु भएको छ, नेपाली साहित्यको लागि दिलोज्यान दिनुभएको छ। जति उहाँले गर्नु सक्नु भएको छ त्यति मैले गरिसकेको जस्तो त लाग्दैन। तर पनि साउदी अरेबियाको जुन यहाँको वातावरण छ त्यो वातावरणमा घुलमिल भएर मैले जति गर्न सकेँ त्यो मैले गरेको आफूले थोरै ठानेको भए पनि केन्द्रले धेरै मूल्याङ्कन गरिदिएको छ र हाम्रो केन्द्रीय पर्यवेक्षकले धेरै मूल्याङ्कन गरेर एउटा सफल साहित्यकारको रूपमा मलाई जुन अगाडि उभ्याएको छ त्यसको लागि म विश्व केन्द्रीय समिति लगायत सम्पूर्ण केन्द्रीय सदस्यहरू र साहित्यसँग सम्बन्धित जुन निर्णय गर्ने निष्पक्ष आँखाहरू छन् ती आँखाहरूलाई स्यालुट गर्न चाहन्छु। हामी लगभग निर्धारित समयको अन्त्यतिर आइपुगेका छौँ। साउदी अरेबियामा बसेर यहाँले साहित्यिक मनहरूलाई, साहित्यिक सर्जकहरूलाई समेट्नको लागि जुन प्रयास गरिरहनु भएको छ, अझै पनि साउदी अरेबियामा धेरै साहित्यिक मनहरू छन्। ती साहित्यिक मनहरूलाई एउटै साहित्य संस्थाभित्र ल्याउनको लागि अबको दिनमा यहाँले कस्तो पहल गर्नुहुनेछ? अवश्य पनि विश्व नेपाली साहित्य महासङ्घ भनेर सम्पूर्ण साहित्यिक जुन मनहरू छन्, साहित्यिक सङ्घ संस्थाहरू छन्, ती सङ्घ संस्थाहरूलाई एउटै छाता मुनि ओत दिन सकियोस्, त्यो वर्षे झरीले रुजाउन नसकोस्, त्यो वैशाखी गर्मीले डढाउन नसकोस् भन्ने उद्देश्यले जुन विश्व नेपाली साहित्य महासङ्घको स्थापना भएको थियो र हामी त्यसका सदस्य भएका छौँ। हामीले आफ्नो क्षेत्रबाट सम्पूर्ण साहित्यिक मनहरूलाई समेटेर आज साहित्य पढिदिने मान्छे पनि साहित्यकार हो, त्यो आज साहित्य पढिदिने मान्छे भोलि साहित्यको सिर्जना गर्न सक्छ, त्यो सिर्जना गर्न सक्ने मान्छे अवश्य पनि विश्व नेपाली साहित्य महासङ्घको छाता सङ्गठनभित्र अवश्य पनि छिर्नेछ र उहाँहरूलाई हामी समेट्नेछौँ ताकि न हामी उहाँहरूको लागि केही गर्न सक्छौँ न उहाँहरू हाम्रो लागि केही गर्न सक्नुहुन्छ। केवल हामी यसरी जुटिरहेका छौँ जो कि नेपाली साहित्यको श्रीवृद्धि गर्न, नेपाली भाषा भाषिका, नेपाली संस्कृतिको जगेर्ना गर्नका लागि अवश्य पनि नेपाली मन छ भने विश्व नेपाली साहित्य महासङ्घमा गरेका कार्यहरू र ती कार्यहरूसँग सम्बन्धित छ, नजिकबाट निहाल्छ। म आउँदा दिनहरूमा पनि सम्पूर्ण साथीहरूसँग यही आह्वान गर्न चाहन्छु कि तपाईँहरू साहित्यको सिर्जना गर्नुहोस्। केही लेख्न जान्नु भएन भने पनि आज मैले लेख्नै जानिनँ भनेर सिर्जना गर्नुहोस् र भएन भने अर्काले गरेका सिर्जनाहरूलाई माया गरेर पढिदिनुहोस्, त्यहाँभित्र भएका कमी कमजोरीहरूलाई रचनात्मक तरिकाले औँल्याइदिनुहोस्। तपाईँ पनि अवश्य पनि साहित्यकार हो र तपाईँहरू बिना हामी जसले सिर्जना गर्छ त्यो साहित्यकार अधुरो रहन्छ। मलाई लाग्छ हामीले यो जुन साक्षात्कार गरिरहेका छौँ, एउटा अन्तर्वार्ता लिइरहेको छौँ, यो अन्तर्वार्ता यो पुरा त्यतिखेर हुन्छ जब यहाँको एउटा सिर्जना यानि एउटा कुनै गजल अथवा कुनै सिर्जना सुन्न पाइन्छ, त्यतिखेर मात्रै मलाई लाग्छ यो हाम्रो साक्षात्कार पूर्ण हुनेछ। त्यसैले अबको प्रस्तुतिमा यहाँको एउटा सिर्जना सुनौँ न। धन्यवाद सागरजी। अब म अहिले विदेशमा र यहाँले पनि साउदी अरेबियामै बसेर मसँगै भलाकुसारी गरिरहनु भएको छ। धेरैजना साथीहरूलाई मैले आफ्ना गजलहरू त सुनाइरहेको छु, यहाँले भनिसक्नुभयो। जे होस्, म गजलसँग सम्बन्धित मान्छे, एउटा अलिकति समय सापेक्ष विदेश बस्दाको पीडासँग सम्बन्धित गजल म यहाँसँग यो साक्षात्कारमा वाचन गर्ने अनुमति चाहन्छु। पिठ्यूमा भारी बोकेकै बेस थियो, पिठ्यूमा भारी बोकेकै बेस थियो, कोदाको रोटी टोकेकै बेस थियो, पराई सामु झुक्नुको साटो बरु, पराई सामु झुक्नुको साटो बरु, 100 ज्याला तोकेकै बेस थियो, पिठ्यूमा भारी बोकेकै बेस थियो, रानीवनका कोइली सँगै बसी, रानीवनका कोइली सँगै बसी, देउडा दोहोरी घोकेकै बेस थियो, पिठ्यूमा भारी बोकेकै बेस थियो, भ्रष्ट र डाका रमाउने यो देशमा, भ्रष्ट र डाका रमाउने यो देशमा, भ्रष्टका तालुमा ठोकेकै बेस थियो, पिठ्यूमा भारी बोकेकै बेस थियो, देशमा आफ्नै दिलाई रोजगारी, देशमा आफ्नै दिलाई रोजगारी, विदेशी नै युवा रोकेकै बेस थियो, पिठ्यूमा भारी बोकेकै बेस थियो, कोदाको रोटी टोकेकै बेस थियो। धेरै धेरै धन्यवाद खगेन्द्रजी, यहाँले मिठो लयमा जुन गजल प्रस्तुत गर्नुभयो, साथै नै त्यो देश
प्रति र भावनाले ओतप्रोत भएको गजल यहाँले प्रस्तुत गर्नुभयो। अन्तमा यहाँले यी गजलहरू पढिरहँदाखेरि हाम्रो अन्य श्रोताहरूलाई पनि यहाँको बारेमा जिज्ञासा लिनु सक्दछ र यहाँले अहिलेसम्म के कस्ता त्यस्ता कृतिहरू प्रकाशन गरिसक्नु भएको छ हाम्रो श्रोताहरूलाई स्पष्ट पारिदिनु। सागरजी, मैले आजभन्दा करिब 4 वर्ष अगाडि दैलेखी भूमिमा बसन्तमय फुलका हाँसु नामक गजल सङ्ग्रह प्रकाशन गरेको थिएँ। त्योभन्दा पछाडि साउदी अरेबियाको बसाइमा फेरि पनि साउदी अरेबियाको यो प्रचण्ड गर्मीले जुन पोलाइ छ, यो पोलाइलाई सहन नसकेका गजलहरूलाई माला बनाएर उड्ने क्रममा आँसुले जलेका मनहरू मैले दोस्रो गजल सङ्ग्रह भर्खरै मात्रै बजारमा ल्याएको छु र निकट दिनमै केही हप्ताभित्रै यो गजल सङ्ग्रह काठमाडौँमा विमोचन हुने तर्खरमा पनि छ र लेख्न त मैले उपन्यास पनि लेखेको छु, जुन उपन्यास प्रकाशनको तयारीमा मैले राखेको छु। समय अभावका कारणले गर्दा त्यो प्रकाशन गर्न सकेको छैन र एउटा कविता सङ्ग्रह पनि लेखेको छु, तितो सत्य भनेर मैले त्यो कविता सङ्ग्रहको न्वारण गरेको छु, त्यो पनि प्रकाशनको पर्खाइमा छ र अब निकट भविष्यमा नै करिब 6 महिना भित्रमा मेरो नयाँ एउटा मुक्तक सङ्ग्रह पनि बजारमा आउने तर्खर गर्दैछ। त्यो मुक्तक सङ्ग्रहका मुक्तकहरूलाई अहिले म फेरि दोहोऱ्याएर आफै पढ्ने तर्खर गरिरहेको छु। 5-6 महिना जति लाग्न सक्छ फेरि नयाँ मुक्तक सङ्ग्रह, त्यो पनि मेरो साउदी बसाइबाटै मैले साहित्यमा रुचि राख्ने विशेष गरी मुक्तकिला मनहरूको लागि पस्कने जमर्को गरेको छु। त्यसको न्वारण गर्न बाँकी नै छ, म निकट भविष्यमा नै त्यसको न्वारण गरौँला। यहाँको सफल साहित्यिक पाठको शुभकामना हामी अग्रिम रूपमा दिन चाहन्छौँ र अन्तमा अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ र अन्तमा PNN अनलाइन रेडियो मार्फत अभियान कार्यक्रम मार्फत यहाँ विश्वमा रहनुभएका साहित्यिक मनहरूलाई के भन्न चाहनुहुन्छ? सागरजी, PNN अनलाइन रेडियोले विश्व नेपाली साहित्य महासङ्घसँग नङ र मासोको सम्बन्ध गाँसिसकेको छ। विश्व नेपाली साहित्य महासङ्घले जति कार्यक्रमहरू गर्छ ती कार्यक्रमहरूलाई प्रत्यक्ष रूपमा प्रसारण गर्दै आइरहेको छ। यो एउटा ठुलो गुण लगाएको छ। हामीले गरेका जुन कार्यक्रमहरू हुन्छन्, हामीले गरेका रचना वाचनहरू हुन्छन्, ती वाचनहरूलाई पनि साहित्यिक मनहरूसम्म पुर्याएको छ र आज तपाईसँग यसरी बसेर मैले यो छोटो समयमा जुन भावनात्मक कुराहरू छन् ती कुराहरू तपाईसँग गर्न पाएँ। तपाईँ मार्फत PNN रेडियोले विश्वमा रहेका नेपाली साहित्य मनहरूसँग मेरा यी आवाजहरू पुर्याउने जुन सहयोग गरेको छ त्यसको लागि PNN अनलाइन रेडियो प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र त्यसमा PNN अनलाइन रेडियोको डाइरेक्टरको हैसियतले तपाईँ धन्यवादको पात्र हुनुहुन्छ। धन्यवाद। हस् त, नमस्कार। मनभित्रका कुरा आवाजका झन्कार, यो हो तपाईकै कार्यक्रम गजल संसार। म सञ्चालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नुहोला, मात्र हाम्रो संसार अनलाइन रेडियोमा। लगन गर्नुहोस् hsradio.hamrosansar.net। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो PNN अनलाइन रेडियोको एउटा सशक्त जानकारी, शिक्षा र चेतनामूलक कार्यक्रम अभियानमा उदयमान गजलकार खगेन्द्र प्रसाद अधिकारी अमृतजीसँगको साक्षात्कार PNN अनलाइन रेडियोको अभियानमा। हार्दिक धन्यवाद। हामीलाई इमेल info@prabasiNepali.com मार्फत हाम्रो कार्यक्रमलाई सल्लाह, सुझाव र प्रतिक्रिया पठाउनुहुने सम्पूर्ण श्रोताहरूलाई यहाँहरूको अमूल्य सुझाव र सहयोगको कदर गर्दै यो कार्यक्रमलाई समयको माग अनुसार परिष्कृत गराउँदै लानेछौँ। यस कार्यक्रमलाई हाम्रो साधन र स्रोतले भएसम्म संसारभरका नेपालीहरूसँग पुर्याउने हाम्रो दुःख रहेको छ। यसका लागि यहाँहरूको माया, ममता र रचनात्मक सहयोगको अवश्य खाँचो रहेको छ। श्रोताबेन, यिनै सामग्रीहरूको साथ आजलाई बिदा दिनुहोस्। यो कार्यक्रम यहाँको आफ्नै कार्यक्रम हो। कार्यक्रम सम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा र प्रतिक्रियाहरू लेखी पठाउन नबिर्सिनुहोला। हाम्रो इमेल आइडी रहेको छ info@prabasiNepali.com। हस्त अर्को हप्ता तपाईँहरूकै संगठनले गर्ने सामाजिक कार्यक्रमको साथ शिक्षा, सूचना, सन्देश र चेतनामूलक कार्यक्रम अभियान लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि प्राविधिक सहयोगी मित्रहरूको साथ म कार्यक्रम प्रस्तोता सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस्। नमस्कार।